सो गाइज हामी चाहिँ निस्किसकेको छौँ। अहिले कति बज्यो? 8 बज्यो होइन। हिजो रातभरि चाहिँ जिउ दुखेर सुत्न सकेको छैन मलाई त आउँदो छ है। अब हामी चाहिँ यो माथि टपबाट हेर्नलाई जान्लाको छौँ है। बुझ्नेले बुझी जान्छ, भेट्नेले भेटी जान्छ। सो गाइज हामी चाहिँ हिँड्दैछौँ। पछाडि हुनुहुन्छ मेरो साथीहरू। दादा चाहिँ उही उकालो लाग्न थालिसक्नुभयो। ए थकाइ त देशभरि एक्साइटमेन्टले हिँडिन्छ हिँड्न त, तर बाफ्रे राति चाहिँ आधी सुतेको हुन्न। 2-3 घन्टामा निन्द्रा खुल्छ। हिजो 2:30 बजे निन्द्रा खुलेर सुत्न 10:30 बजे सुतेको मान्छे 2:30 बजे निन्द्रा खुलेर हैरान। ए जिउ दुखेछ, यता दुखेछ, कहाँ दुखेछ, सब दुखेर अन्त मर्छु के हो सोचेर। घरमा 7 घन्टा नसुते अनिदो हुने मान्छे। यस गाइज, hola amigo. You want to say something? No. Just
हामी चाहिँ भ्यू पोइन्टबाट हतार हतार झरेर होटल पुगेर खाना खाएर त्यहाँबाट हिँड्दै गरिहाल्यो। मौसम पनि एकदमै बिग्रिरहेको थियो। आज हामीले गएर चाहिँ छेप्का बस्न पर्ने थियो, त्यसैले चाहिँ हाम्रो टोली चाहिँ त्यहाँबाट निस्क्यो। हिउँ नै पर्छ होला जस्तो त लागेको थिएन, तर अलिअलि रुईहरू खसे जस्तै सानो सानो थोरै चाहिँ हिउँ पनि देख्न पाइयो। त्यहाँबाट अलिअलि हिउँ हेरेर रमाउँदै पानी पर्छ कि भनेर चाहिँ डर लागेको थियो, तर पानी चाहिँ परेन। बाटो पनि अप्ठ्यारो थियो, पानी पर्ला जस्तै भएर चाहिँ हामी छिटो हिँडेको। मेरो चाहिँ जुत्ता चाहिँ नअड्केर चिप्ले गर्न थाल्यो। दादाले मलाई यसरी लग्नु भएको हेर्नु त जडिया जस्तो देखिरहेको म चाहिँ। निस्के के हे कराई गर्नुहुन्छ। हामी बसेको होटलमै गाइज। सो गाइज हामी निस्क्यौँ है त। हिजो तर मेरो भिडियो चाहिँ कस्तो नराम्रो अपडेट गरेको नि त। भिडियो त्यो नराम्रो हुँदा नि क्वालिटी के हामी चाहिँ छेप्काबाट निस्क्यौँ है गाइज। अब तिनीहरू रिटर्न जान लगाएको हो। तिनीहरू पनि यिनीहरू ठ्याक्कै त्यो उ गरेको थियो नि, हामी आउनुभन्दा अगाडि लोड गरिरहेको थियो नि आफ्नो ब्यागहरू चाहिँ उसमा के हाम्रो बसेको होटलवालासँग चाहिँ कुरा गर्दै थियो क्या यिनीहरू चाहिँ। हिजो माथिबाट माथि झरेको नि त यिनीहरू हाम्रोभन्दा अगाडि झऱ्यो हो र। तर छिटै पुगिसकेको थियो यिनीहरू। त्यो के अरे ऊ छैन दादा कहाँ पुग्यौँ हामी? बैतडीमा त्यहाँ पनि छ क्या त्रिपुरा सुन्दरी। दादा कहाँ पुग्यौँ हामी भन्नु त? सुन्दरी मन्दिर यो त्रिपुरा सुन्दरी मन्दिरमा। त्रिपुरा सुन्दरी मन्दिरमा जाँदैछौँ है गाइज हामी। सूर्य आउँछ आज त थाकेर बोल्न पनि नसकिने त अवस्था भयो। के किन्छ? हामी चाहिँ अहिले सेपक सुन्डु लेकदेखि हिजो झरेर वी सेट एट सेपका अनि 8 घन्टाको हिँडाइ र 1 घन्टाको यात्रापछि पवित्र त्रिपुराकोट मन्दिरमा आज सप्तमीको दिन पूजा गरौँ, भगवान्लाई सम्झौँ भनेर चाहिँ आएको छौँ। पूजा गर्दैछौँ। ल आज चाहिँ हामी के खाने होला र? कस्तो भात रे? यो माथि चामल भात नि हैन? यही हो पादा। मलाई चाहिँ खाना थोरै राख्दैन होला। सबमा छ। सबमा छ मजा छ। दिनु पर्छ अगाडिमा त बहुत ठुलो कुदाउनुहुन्छ।
बसौँ क्या म त रानी जानु गाडी जाउँ सर जाउँ न त रागे दिनु सर तपाईँ आँखा तिमीहरू बस्नु के सर आँखा तिमीहरू यसो त बाल्नु त बाइक आयो पैसा हामी चाहिँ यो पैसा लिएर चाहिँ बजार सपिङ गर्न हिँड्यौँ। आज चाहिँ हामी यहीँ बस्ने, त्यहाँ हामीले एउटा होटल पनि हेरिसक्यौँ। अब मजाले आज चाहिँ नुहाउने बस्ने अनि चाहिँ सुत्ने आरामले, अनि भोलि बिहान चाहिँ घरको लागि निस्किने। त्यही भएर चाहिँ हामी साँझतिर त्यहाँ बजार खुल्लै थियो अनि हामी चाहिँ बजार घुम्न पर्छ भनेर तल्लो बगरको बजार घुम्न गयौँ। खै दाँत केले खायो छ के देखाउँ